अहिले चल्दिने र नेपाल looks like this. नमस्ते konnichiwa and के भन्छ हेलो माय डियर फ्रेन्ड्स ब्रदर्सहरु सो अब म चाहिँ हिकोसी भन्छ हैन जापानिजमा अलिकति ठेक सान्नु परिहाल्यो हैन रुम सर्दै छु अनि हाम्रो चाहिँ अब ट्याक्क लाएर हैन नयाँ रुम सफा गर्दै छौं हामी हाम्रो कन्डिसन चाहिँ यस्तो छ अहिले सफा भएपछि कस्तो हुन्छ हैन ट्याक्क अहिले देखाउनु पर्ने हुन्छ अहिले चाहिँ हेर्दाखेरि चाहिँ अलिकति रस देखिरहेको त्यस्तो ब्याड छैन भेरी गुड छ हैन अब हामीले सफा गरेर चाहिँ भेरी गुड गर्छौं सो यहाँ भित्र पनि छ यो सफा गर्छौं के हो साथी गम्बातेरु गम्बारिमासी हो ने हुन्छ हैन अब यस्तो छ हाम्रो ट्याक्क हामीले अब बडार कुडार गरेर यति मेहनत गरेर यसलाई खोज्यौं हैन यो खोज्न यस्तो गाह्रो भयो सो यति फोर भेटियो यसलाई अहिले एकछिनमा बेच्नु पर्छ है सो त्यही हो अनि यहाँ ट्याक्क लाएर गीत बजाउँदै हैन अनि ट्याक्क लाएर आज सबै ऐना पनि पुस्ने हो हामीले ट्याक अब केडाहरु पनि आउँदै छन् हैन साथीहरु पनि आउँदै छन् ट्याक्क लाएर ओइ अहिले चल्दिने र नेपाल चल्दिने के हो सो हाम्रो साथी चाहिँ अब नेपाल जानलाई ट्याक्क रेडी भइराख अनि सब त्यही हो सफा गरौँ अहिले देखाउँछु हाम्रो सरसफाइ कस्तो हुन्छ केडाहरु हानिस फेरि रग्गी हान्छ नि त हैन परेन सो भित्र ओहो यहाँ रहेछ नि त मालहरु यही खोजेर बसे यार अघिनदेखि कति खोजेको यहाँ रहेछ मालहरु सो अब यो मालहरुलाई चाहिँ कलेक्ट गर्नुपर्ने हुन्छ जम्मा गरौँ है त साथीहरु सो साथीहरु हल्का थाकियो ट्याक्क लाएर चस्मा लाएर हैन गीत पनि बन्द भयो एकछिन थाकियो अब हाम्रो प्रोसेस गइरहेछ दोस्ती उताबाट ट्याक्क लाएर हैन गम्बाते गरेर मैले चाहिँ ट्याक्क एकछिन रेस्ट क्युके चस्मा लाउँदा फेरि हैन ह्यान्डसम म्यान इन द वर्ल्ड कप फाइनल देखिएला जस्तो लाग्छ तर त्यस्तो देखिन अब त्यहाँ चाहिँ ट्याक्क लाएर तपाईको ओहो थाकियो के हो लामो सास निस्किन्छ त के हो कुरो हजुर कुरो के हो थाकियो के हो त्यो खाले त हो नि हो सोना देश अब त्यहाँ ट्याक्क लाएर हामीले चाहिँ अब त्यो सबै गम्बातेहरु नै ओरेपछि त्यो भएपछि तपाईहरुको चाहिँ त्यहाँ त्यो सफा गर्दैछौँ त्यहाँ ट्याक्क लाएर मासु छ है त्यो चाहिँ भरेको लागि हो हैन हाम्रो आजको लागि बिहानको खानेकुरा चाहिँ खाइसकेको छौँ हामीले जस्ट अब ट्याक्क लगाएर यताउति म्यानेज गरेर एकछिन रेस्ट गरेर गरौँ अब हामीसँग भनेको तपाईँको 1 घण्टा जति टाइम छ 1 घण्टामा चाहिँ ट्याकटुक पारेर छैन तपाईँको यता त क्लिन भइसकेको छ डाकारा अब 1 घण्टामा ट्याकटुक पारेर हाम्रो काममा जानुपर्ने छ फेरि त्यहाँ के अरे एनिमीको 30,000 को सामान किन्न जानुपर्ने छ अर्काको सामान किनिदिने हो हैन सो काम चिल छ के कसो के हो हैन ल बबाल छैन त गम्बाते हान्दा चाहिँ पैसा खोजिरहेछ र हामी चाहिँ धनी भइसकेका छौँ है हामीले आम्मा पैसा त के हो साथी के गर्ने यत्रो पैसाले एक दिन के गर्नु पर्यो भन्दाखेरि यो सब पैसाहरू लिएर चाहिँ हैन तिम्रो सुपा गएर यो पैसाले किन्नुपर्छ के यस्तो पैसा मसँग नि इनफ छ टनाटन छ पाइहाल्छ नि तर मैले एकचोटी के गरेको थिएँ भन्दाखेरि यस्तो पैसाहरू लगेर ब्याङ्कमा गएर डिपोजिट गरेको थिएँ कि डिपोजिट गरेको ब्याङ्कको त्यो मेसिनै बिगारिदिएर मैले फेरि हिप्पी भएर साँच्ची भने मेरो अगाडिको भिडियोमा होला सायद हैन पैसा सब सिक्का डिपोजिट गर्न गएको के नलिने रहेछ नि त सिक्का डिपोजिट गर्नलाई थाहा नभएको कुरा हैन एक्सपिरियन्स गर्न पाइयो सो अब भित्रको हाम्रो चाहिँ मालसामानहरू केही पनि छैन यहाँ पनि छैन अब हामीसँग चाहिँ अलिकति कमी कमजोरी भएको चिज भनेको चाहिँ तपाईँको यो के अरे बढार्ने कुरा हो हैन हामीसँग तपाईँको यो के भन्छ यसलाई यो घुवा गर्ने पनि छ तर यसले चाहिँ खासै काम गर्दैन दाकरा काम गर्ने तरिकाले गर्नुपर्ने हुन्छ अब के गर्ने र क्युके पनि लिइसक्यो क्युके पनि ओआरी भइसक्यो कताबाट सुरु गर्ने नै थाहा छैन अब यस्तो हिपी छ हैन यसलाई ट्याक्क लगाएर च्याचुट ड्याङडुङ गर्नुपर्छ म्याट लगाएर हैन के गर्ने त अब आज हल्का ह्याप्स्याप्स नि तपाईँ हैन साथीहरु ह्याप्स चाहिँ रेडी छ तपाईहरुको हाम्रो हैन के भन्छ टोइलेमा Go.
ओहो त्यो जसले अब कुचो खोज्न गएको कुचोको सागासी हान्न गइरह है गयो अहिले सुक्से कन्डिसन भद्र गयो पऱ्यो त्यो भएको कारणले गर्दा चाहिँ त्यही हो बुझ्नु पर्यो नबुझी पनि बुझ्नुपर्ने हुन्छ है ओहो के हो यहाँ माल रहेछ त ए हिप्पी रहेछ फेरि यो त बेच्छु पुरै ल ए छुट्टा छुट्टै छ त यो त आधी मान्छे आधी केटा आधी केटी जस्तो यो त भएन नि यस्तो चाहिँ के हो साथीहरू सो खाइदिउँ फेरि पस्नु खोको र ए राम्रो मान्छेहरू अब चाहिँ हामी यत्रो मेहनत गऱ्यौँ मेहनतको फल नै मिठै हुन्छ नि होइन सो मेहनतको मिठो फल खाँदैछौँ हामी राम्रो मान्छेहरू के हो होइन ट्याक्क लाएर दाल भात 2 पिस मासु होइन आजको यति हो किन भन्दाखेरि यो 2 पिस मासु चाहिँ तपाईँहरूको कस्तो भन्दाखेरि हिजो चाहिँ अलिकति बढी भएको थियो आजलाई ट्याक्क भइदिइराखेँ होइन दाल भात मात्र खायो भने अलिकति ऱ्याग ऱ्याग टाइपको फिल हुन्छ नि त सो 2 पिस मासु भएपछि अलिकति दारू खाएको बेलामा चक्ना खाएको जस्तै होइन फेरि त्यस्तो नराम्रो कुराहरू किन मुखबाट निकाल्नु दारू सारूको है के हो के हो किन हाँस्यो त त्यस्तो कुरा गर्ने होइन नि होइन त्यहाँ खाम साथीहरू मिठो मेहनतको फल अनि हाम्रो रुम चाहिँ एकदम क्लिन भइसक्यो सो हामी हाम्रो उस पनि के अरे तिमी कस्तो सोचिरहेको छौ तिमीलाई कस्तो लागिरहेको किरै नारीमा स्थाने है अनि हाम्रो सोच पनि अनि क्लिन भइसक्यो कि हाम्रो दिमागमा भएको 4 चिजहरू पनि हामीले फ्याँकिदिसक्यौँ राम्रो मान्छेहरू सो त्यही हो अब यतिको सफा गऱ्यौँ अनि सफा मेहनतको फल पनि हान्दैछौँ यति भएपछि के चाहियो र होइन अब यसपछि हामी चाहिँ अनि चल्दिनु पर्ने हुन्छ ए सो साथीहरू अब चस्मामा टोपी लगाएर ढलक्क ढल्केर हामी चाहिँ अब कामतिर जानु लाग्यो होइन सो काममा त जानी भयो साथी एउटा सरप्राइज छ के सरप्राइज के हो अब कामको बोसले चाहिँ अब नआइजो भनेर भन्यो के गर्ने होला के गर्ने होला यार झन् कस्तो यार इजी जब थियो रगान भइहाल्यो साथीहरू राम्रो मान्छेहरू के हो यस्तो ऱ्याक भयो नि त साथी के गर्ने अब दाइसो जाउँ होइन नागोया जाउँ नागोया जाउँ ट्याक्क यहाँ हाम्रो चाहिँ अब पार्किङ छ है तपाईँहरूको यहाँ ओहो के हो पुरै अन्धकार देख्छु त मैले चस्मा लगाएर अन्धकार भएको के हो यो हो पो रहेछ चस्मा लगाएर यो साइकलहरू जाँड खाइदिन्छ यहाँ हेर नि दोस्ती खत्तम छन् कि साइकलहरू जाँड खाएर ढलै गरिदिने यिनीहरू खत्तम छन् साथीहरू अब काममा गइएन साथीहरू अब के गर्नु त बोसले अब नआइजो भनिदिएर अब बिहान 12 बजे कल गरेर चाहिँ कितेको दसाई नै भन्थ्यो झन् म अलिकति स्याल पढेर तपाईँहरूको म त पुगिसकेँ काममा भनेर भनेको त खाएँ म इपो भन्छ साथी यार तर केही छैन 4-5 हजार गयो दुःख लाग्यो के हो को त्यो ऊ पनि जाँदैन ऊ पनि जाँदैन सो ल ठिक छ साथीहरू केही छैन हाम्रो अरू काम नि टर्ने छ सो अब चाहिँ दाइसो होइन ट्रेनमा जाउँ न त ट्रेनमा जाउँ न त साथीले यतिकै छोडिदिउँ अब ट्रेनमा ट्याक्क नागोया चल्दिउँ आज नागोया गएर चाहिँ हाम्रो शान्तिमा काम छ कताबाट जाने हो ट्रेन कताबाट लाग्छ सो लाग्यो साथीहरू ए अब त फेरि राम्रो मान्छेहरू है कस्तो छ त अनि तपाईँहरूलाई ठिकठाक यो हाम्रो चाहिँ अब चोकतिर निस्किँदैछौँ हामीहरू
ड्याङ्ग लाएर चोगा निस्किनु पर्ने हुन्छ चोगा निस्किएपछि चाहिँ ट्याक्क मुनतिर छिरेर रेल चढेर हामी चल्दिन्छौँ ल है बस्नुहोस् ल राम्रो मान्छेहरू र राम्रो मान्छेहरू हामी चाहिँ अब अलिकति निराशवादी भएर अब सबवेतिर झर्दैछौँ है हल्का निराशवादीले छायो किन हो कसरी छायो निराशवादीले हामीले कुरा के हो कुरा यस्तै छ अलिकति मुजु खासै कुरा भयो है टनेला भइदिएर नि तर ठिक छ राम्रो मान्छे केही फरक परेन अब गएर ट्याक्क सिम चेन्ज गर्नुपर्ने छ हामी चाहिँ अब रेल चढ्न जाँदैछौँ सो अब यहाँबाट रेलमा चढेर सरर रेलको धुवा उडाउँदै तपाईँको चाहिँ धुवा उड्दैन क्यारे है के गर्नु गाह्रो छ यार धुवा उडाउँदैन माथि मजै नआउने भने आज केही गर्दा नि मजा नआउने भने ओहो हो कति तल झर्नुपर्ने हो यो स्टेसनमा त 4-5 तलै मुनतिर झरिसक्यो के हो यस्तो यो जति मुनि गयो त्यति मुनि जान्छ त ल साथीहरू अब चल्दैको नागो आयो कि ए उसनी रिचार्ज गर्नु छ यार मानाखामा हाल्नु पऱ्यो उहाँ सो अब यसमा ट्याक्क मानाखामा रिचार्ज गर्नुपर्ने छ साथीहरू सो रिचार्ज गरिदिउँ ट्याक्क लाएर निकालौँ माल जी 領収書が必要な方はボタンを押してください。ご希望のサービス Claro.領収書が必要な方はボタンを押してください。सो साथीहरू हामी चाहिँ अब रिचार्ज गरेर चल्दिनु पर्ने हुन्छ है चल्दिनु साथीहरू सो साथीहरू अब चाहिँ हामी बोल्ने इनर्जी नै आएन मलाई चाहिँ है त्यसको लागि अब एउटा मोन्स्टर तपाईँहरू खोला न खोला ल मोन्स्टर खाएर त्यहाँ हामी चाहिँ रेल कुर्नुपर्ने हुन्छ सो कुरो मजाले एकछिन इनर्जी पनि निकालौँ होइन थाकियो साथीहरू थाकियो यहाँबाट चाहिँ रेल आउँछ तपाईँहरूको होइन मलाई पोखेर इनर्जी ब्याक ओइ अनि साथीहरू राम्रो मान्छेहरू हामी चाहिँ अब फेरि आज अर्कोपट्टि पनि थेरापी दियो यहाँ सिम चेन्ज गर्न गएको पासपोर्ट चाहिने रहेछ पासपोर्ट चाहिने रहेछ अरे अब पासपोर्ट लिनलाई फेरि ठेकातिर आइरहेछौँ के हो जाउँ रस हानिरहेछ पुरै हिजो हल्का अलिक कम्ती सुते जस्तो थिएँ पुरै रस हानिरहेछ सोसाइटीले ठिक छ पासपोर्ट पिकअप हानेर यसो चलान हान्नुपर्ने हुन्छ साथीहरू चलान लामो लोड धुपछि मेरो प्यारो मान्छेहरू हामी फाइनली ब्याक भइसकेको छौँ अब चाहिँ साथीले कफी बनाउँदैछ सो हामीले चाहिँ आज के ल्याएको छौँ भन्दाखेरि तपाईँको यो एउटा बबाल माल ल्याएको छौँ त्योभन्दा बबाल माल यहाँ छ सो वी आर गोइङ टु के साथी सुने के हो सो अहिले सरप्राइज लिटल सरप्राइज त्यस्तो ठुलो सरप्राइज होइन जस खुसीवाला सरप्राइज छ सो चेक इट आउट राम्रो मान्छेहरू होइन ए हो नि त फेरि सो साथीहरू यता आऊ न सँगै यहाँ ट्याक्क भुइँमा बस्थ्यौँ साथीहरू अब चाहिँ हामी चाहिँ ट्याक्क लागेर चाहिँ हाम्रो अलि यता फ्रेममा आउन बुल ध्यान टडान गर्छ नि त होइन हामी केटी बन्दिन अब के हो सो साथीहरू त्यस्तो खासै ठुलो कुरा केही होइन तर मेरो लागि चाहिँ ठुलो कुरा हो सो गोप्रो हिरो 10 आएको छ हाम्रोमा होइन के हो एक्साइटेडै छैनौ त तिमी म चाहिँ ओभर एक्साइटेड छु साथीहरू अब यसलाई अनबक्सिङ आवर हिरो 10 है कताबाट खोल्ने हो खोल न झ्यापझुप खोल न ए यस्तो तरिका रहेछ अब
अरू भनेको चाहिँ यस्तै हो यो चाहिँ अब कसरी पायो भन्दाखेरि चाहिँ हामीले अब किनेको चाहिँ होइन पैसा हालेर सो एउटा गिफ्ट भनौँ न होइन गिफ्टै त हो नि होइन गिफ्ट जस्तो भन्न मिलेन सो गिफ्ट जस्तो हो यो चाहिँ होइन केही पो नहुने रहेछ त के न हुन्छ भने त यही ठाडो एउटा रहेछ दामी छ नि हेर्दाखेरि होइन बिल्डिङ जस्तो यसरी राख्यो भने ट्याक्क यो चाहिँ तपाईँको जग खनेको यहाँबाट चाहिँ घर उठ्छ होइन साथीहरू सो ढिला नगरौँ खोलिदिउँ ए अब के हुँदो रहेछ भन्दाखेरि यस्तो यो चाहिँ अब म्यानुअल होला यो खासै काम भएन यो चाहिँ अब के गर भने अब थाहा भएन पनि यो चाहिँ युजर म्यानुअल रहेछ सो यो पढिराख्नु फुर्सद छैन हामीसँग यत्रो धेरै रहेछ अब मेन माल भनेको चाहिँ तपाईँको यहाँ रहेछ तपाईँको यो चार्जर रहेछ यो त के हो सो खोलिदिउँ साथीहरू ट्याक्क लगाएर अब यहाँबाट चाहिँ के कसो हुन्छ खासै मलाई चलाउन नै आउँदैन रियल कुरा होइन एक दुईचोटि चलाएको थिएँ एक दुईचोटि भन्दा नि एकचोटि चलाएको थिएँ होला सायद अब कसरी चलाउँछ नि थाहा छैन मलाई ट्याक्क यस्तो रहेछ तपाईँको अगाडिको यो यस्तो चाहिँ है एन्ड देन पछाडि नि यस्तो रहेछ खोलिदिउँ टक्क लगाएर पहिला यो च्यातिउँ न होइन च्यातियो एन्ड देन यहाँ लेखेको रहेछ हिरो लेन्स यस्तै हो क्या साथीहरू अब सो मेन स्क्रिन चाहिँ यता छ सो एन्ड आवर GoPro 10 लुक्स लाइक दिस एन्ड टन सो के हो यहाँबाट यस्तो निकालेर यहाँ चाहिँ स्ट्यान्ड हाल्ने होला रहेछ ट्राई गरौँ न होइन कसरी हाल्ने एकचोटि दिमाग लगाउँदै के हो त ए यस्तो होला ए अब मिल्यो साथीहरू सो फाइनल्ली आवर GoPro इज हियर सो ब्याट्री कहाँबाट हाल्ने ब्याट्री नहालिकन त अन हुँदैन होला यहाँ रहेछ अन गर्ने बटन चाहिँ ब्याट्री हाल्ने यहाँ होला सायद ल मलाई खोल्न नि जान्दैन कता खोल्नु ट्राई गर त ब्याट्री हाल्नुपर्ने होला अनि हामीसँग 128 GB को मेमोरी पनि ल्याएको छौँ SD कार्ड पनि सो यसलाई पनि निकाल्नुपर्ने हुन्छ कसरी निकाल्ने हो निकालौँ साथीहरू दिउँसभरि थाकेर अघि न त यस्तो बबाल एक्साइटेड भएको थिएँ GoPro Hero 10 आयो भनेर अहिले चाहिँ अब थाकेर फेरि आएर सरसफाइ गरेर साथी पनि अब लद्दम भएर परिरहेको म पनि त्यस्तै भइरहेको छु के हो बोल्नै अल्छी लागिरहेको उसलाई फेरि कुरा ठिकै हो क्रोडीको हो ब्याट्री सो कताबाट थाहा भएन पख एन्ड देन आवर ल म्यान खोल्नै जानिन यार मैले खोल्यो भाँचेला फेरि मलाई थाहा नभएपछि नि गाह्रो छ साथीहरू तिमी यो खोल त म ट्राई गर्छु यसलाई यसको टेक्निक चाहिँ नि तिम्रो हामी उल्टो गरेछौँ नि त यो उताबाट हाल्नुपर्ने रहेछ नि त सो यताबाट खोल्ने जस्तो लाग्यो साथीहरू है के हो यार सिकाइदिनुस् न यार के हो कस्तो ल हेर न त खोल्नै जानिन कसम यार एकछिनै साथीहरू ट्याक्क युट्युबै हेर्नुपर्ने हो खोल्नै जानिन यार उसले त्यहाँ मेमोरी निकाल्न सकेन यहाँ मैले खोल्न जानिन एकछिनै साथीहरू अब यसो एकलट युट्युब हेर्नु कति टाइम हुन्छ र यसले खोइ त्यो चाहिँ थाहा छैन मैले त खोल्यो साथी खोल्यो युट्युबमा हाल्नु पर्यो सो साथीहरू मैले चाहिँ भिडियोदेखि भेटिसकेँ है अब हेरिदिउँ 31 सेकेन्डको भिडियो रहेछ ए
सही हो है साथीहरू सही हो ल यस्तो रहेछ नि त अब यहाँ चाहिँ ब्याट्री हाल्ने रहेछ है साथीहरू अब ब्याट्री कसरी हाल्ने हो ब्याट्री हाल्न त आउँछ होला नि साथी हैन यो त के हो त नि त्यो छोड्दै त्यतिकै यो यताको रहेछ ब्याट्री हाल्ने तरिका चाहिँ यही होला ल सो ब्याट्री चाहिँ हाल्न जान्यौँ साथीहरू हामीले चाहिँ ओइ ओ मेमोरी कार्ड हाल्ने होला नि मेमोरी कार्ड कुन चाहिँ हाल्ने हो चिपमा हालेर त चिपमा हालेर हाल्ने हो कस्तो मैले त मेमोरी हाल्ने नि अब एकचोटि हेर्नै पर्ने हुन्छ मेमोरीको लागि सर जानु SD card in. Face this way. Make sure you get it into the port. यो रहेछ हाल्ने And if you have a little tool that works, त्यही ब्याट्री ब्याट्री हाल्ने ठाउँमै रहेछ नि tool to get साथीहरू it in. Bob's your uncle. Close your port. Ready to go. Putting the SD card in. Face this way. Make sure you get it into the port. And if you have a little tool that works, ब्याट्री निकाल्नै जानिन and then use your tool to get it in. Bob's your uncle. Close your port. Ready to go. Putting the SD card in. Face this कस्तो way. भात दिन्छ Make म्याथ sure you get it into the port. माथिबाट If you होला have a जसलाई little tool that works, यस्तो पप you can push it and then use your tool to get it in. निस्क्यो Bob's your uncle. Close your सो port. फाइनली निस्क्यो साथीहरू हाम्रो ब्याट्री चाहिँ कताबाट हाल्ने थाहा छैन है Face this way. Make So sure you battery get it हालौँ into the port. कताबाट जान्छ पोखरा मेमोरी कार्ड हो नि त यो ब्याट्री हाल्ने सरी Push it and then use your tool to get it in. Bob's your uncle. Close your port. Ready to go. Putting the SD card in. Face this way. Make Face sure you this get way. it into the port. And if you have a little tool that works, you can push it and then use your tool to get it in. Bob's your uncle. Close your सो port. फाइनली Ready to go. मेमोरी कार्ड नि हालियो है यो एकदम दाइजी मोल हो यसलाई यता Make राखौँ sure you get it into the port. And So, if you have a little tool that रेडी भयो works, अन गरौँ you can push it and then use your tool to get it in. ओ Bob's your uncle. Close your port. Ready to go. ब्याट्री त डेड रहेछ नि त ब्याट्री चार्ज कसरी गर्ने This way. Make sure you get it into the port. पावरिङ अफ भन्ने साथीहरू खोल्नै नपाएर र जुट्टीहरू अघि चाहिँ चार्ज सकेको थियो है सो अब चाहिँ इन्टरफेस यस्तो आएको छ तपाईँहरूको एकछिन के हुँदो रहेछ सेटिङ हानौँ होइन इङ्ग्लिस ओइ 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 कहाँ ओइ सरी 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 कहाँ मलाई दुनियाँ भाषामा गइरहेको रहेछ इङ्ग्लिस त्यसपछि बाई युजिङ दिस गोप्रो आई एग्री टु टर्म्स अफ युज एभाइलेबल अफ GoPro.com एग्री turn on to tag your footage with location, speed, attitude and on. Install the GoPro Quick app on your phone to set up. Leave your camera. साथी सो यो चाहिँ अब गोप्रोबाट निकालेको हो है सो साथीले के गरेर आएको यो चाहिँ चटपटे हो चटपटे यो चाहिँ चेक आउट है देऊ चटपटे चटपटे सो चटपटेमा ओइ हिरो देख्छ त के हो सो यहाँ अगाडि पनि देख्ने रहेछ ओइ यहाँ चाहिँ फोनमा कनेक्ट गरेर पनि चलाउनु मिल्ने रहेछ होइन सो फोनमा कनेक्ट गरेको छ यस्तो रहेछ सो यो चाहिँ हालत है दामी लाग्यो ल चटपटे के छ के भन्नु पर्यो नि त ठिक छ राम्रो छ अब नयाँ क्यामेरा ट्यागको उद्घाटन उद्घाटन सही हो यार अब चाहिँ खुसी लाग्यो साथीहरू मलाई बबाल मजा लागिरहेको है चार्ज चाहिँ फेरि हिपी भए रहेछ सो यही खुसियालीमा चटपटे एक लट हालिदिउँ र त्यसो चेक गर्नु पर्यो नि त होइन साउन्ड पनि सुनौँ कतिको आउँदो रहेछ त्यहाँ सिटी गइसक्यो सो साथीहरू अबको आजको लागि चाहिँ हाम्रो यति नै होला जस्तो जस फ्रिकिङ एक्साइटेड है साथी पनि एक्साइटेड भएर ट्याक लगाएर दाइपारामा कोक हानिरहेछ अनि एनिमी हेरिरहेछ सो हाम्रो अब तपाईँको के भन्दाखेरि अब हाम्रो तरकारी पनि पाक्दैछ हेर्नु साथीहरू अब अघि नै भनेको थियो ट्याक लगाएर तरकारी पाक्दैछ यसो अलिकति कस्तो भिडियो क्वालिटी भोइस सोइस के कस्तो भनेर ट्याक चेकआउट पनि हान्यो जस खुसी लाग्यो एन्ड यही हो राम्रो मान्छेहरू आजको लागि चाहिँ यतिकै भन्दै हामी दुवै दाजुभाइ ट्याक्क बाई बाई भन्छु ल दोस्ती बाई बाई अनि लास्टमा के भन्नुपर्छ काम बाँधेको त सर सबै दाक्कै स्वस्थ रहनुहोस् हेल्दी रहनुहोस् आफ्नो ज्यानको ख्याल गर्नुहोस् एन्ड देन बाई ल सो त्यही हो साथीहरू राम्रो मान्छेहरू दिस मच फर टुडे एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल है हल्का माया देखाइदिनुहोस्
मिसन 10K होइन छोरोले अब ब्यागको लगाएर गोप्रो सोप्रो हानिसकेको छ यसो 10K जति त पुऱ्याउनु पर्ने हुन्छ सो अब चाहिँ यसो रेगुलर बेसिसमा भिडियो पनि हाल्ने ट्राई गर्नेछु सो द्याट वाज फर टुडे राम्रो मान्छेहरू सो बाइ बाइ एभ्रिवान सी यु सुन